अलिक होइन आउनु हामी अहिले स्विजरल्यान्ड पार्कमा छौं। चन्द्रगिरी नगरपालिका अन्तर्गत पर्दछ काठमाडौँमा। यो यहाँ बिदाको दिन वनभोज कार्यक्रमहरू धेरै चल्दो रहेछ। विभिन्न स्थलहरू छन्। काठमाडौँ उपत्यकाको भ्यू राम्रो देखिन्छ। हामी समूहबाट पिकनिक आएका हौं, साथीभाइ समूह कपन। यताको यो डाँडो चन्द्रगिरी, यताको यो चन्द्रगिरी केबल कार यो हाम्रो पिकनिक स्पट हो। साथीहरु चाहिँ घुमे, एकछिन घुमेपछि फेरि पिकनिक स्पट आउनु भएको छ। आज हाम्रो साथीभाइ समूहको साधारण सभा पनि थियो। पुरानो कार्य समिति विघटन भएर नयाँ कार्य समिति पनि गठन भएको छ। नयाँ कार्य समितिका अध्यक्ष उहाँ हुनुहुन्छ। पुरानो कार्य समितिमा पनि सचिव र नयाँ कार्य समितिमा पनि सचिव हाम्रो टोपबहादुर आचार्य हुनुहुन्छ। तपाईहरुले माया गरेर बनाउनु भएको हो सचिव। अनि केही छ तपाईको भनाइ? भनाइ केही पनि छैन। कुनै पनि संस्थामा यो 90% सदस्य पिकनिक आएको, साधारण सभामा आएको पहिलो कार्यक्रम चाहिँ
ल त्यही हो ल धन्यवाद अगाडिको कार्यक्रममा हाम्रो उहाँ नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ साथीभाइसम्म कपनको हजुरको केही प्रतिक्रिया एकदमै ठिक छ सर 4 वर्ष हामीलाई बितेको पनि पत्ता भएन एउटा 90% भन्दा नि बढी उपस्थित जनाएर एउटा कार्यक्रममा सहभागी गराउनु र सदस्यलाई एकीकृत गर्नु चाहिँ यो हाम्रो पहिल्यै रेकर्ड जस्तो लाग्यो र यसले अझै भोलिको दिनमा अझै पनि सदस्य सङ्ख्या थपेर नयाँ ठाउँहरूको अवलोकन गरेर सामाजिक कामहरू सामाजिक उत्तरदायित्वहरू वहन गर्नेछ भन्ने हाम्रो आशा अभिलाषा नै त्यही छ हामीलाई प्रफिट चाहिएन एउटा समाजले देखिने समाजको हितको लागि र अनि कमजोर मान्छेलाई पनि उचाल्ने शक्ति यसले प्रदान गरोस् यो समूहले भन्ने चाहन्छु हस् धन्यवाद